नमस्कार। कार्यक्रम कोलभीको आवाजमा स्वागत छ। म कार्यक्रम प्रस्तोता अखिलेश कुमार यादव। प्रत्येक सप्ताहको सोमबार 4 देखि 4:30 बजेसम्म प्रसारण हुने कार्यक्रम कोलभीको आवाज यहाँहरू संस्कार एफएम 95.6 मेगाहर्ज को आकाशीय तरंग मार्फत र संस्कार एफएम 95.6 मेगाहर्ज को फेसबुक अफिसियल पेज मार्फत पनि हामीलाई हेर्न र सुन्न सक्नुहुनेछ। प्रत्येक साता झै यस साता पनि हामी कार्यक्रम कोलभीको आवाज लिएर उपस्थित भइसकेका छौँ तपाईको रेडियो माझ। आजको हाम्रो अतिथि हुनुहुन्छ श्री जनता माध्यमिक विद्यालय ककडा पर्साउनाका सहायक प्रधानाध्यापक दिना प्रसाद महतोज्यू। सर्वप्रथम उहाँलाई स्वागत गरौँ कार्यक्रम कोलभीको आवाजमा। सरलाई धेरै धेरै स्वागत छ। स्वागत छ हजुरलाई पनि। नमस्कार। सबभन्दा त पहिले म आफ्नो परिचय दिन चाहन्छु। मेरो नाम दिना प्रसाद महतो, नगरपालिका कोल्भी, वार्ड नम्बर 1 माठवा र म यो कोल्भी नगरपालिकाकै विद्यालयमा श्री जनता मावि ककडी पर्सौना भन्ने विद्यालयमा म कार्यरत छु र मेरो पद सप्रको रूपमा रहेको छ। अनि उहाँहरूले आउनुभयो। सबभन्दा प्रथम त उहाँलाई म धेरै हृदयदेखि नै स्वागत गर्न चाहन्छु र आफ्नो विद्यालयको गतिविधिको बारेमा केही भन्न चाहेको छु। अब उहाँहरूको जुन प्रश्न हुन्छ जसरी अब यो श्री जनता माध्यमिक विद्यालय ककडी पर्साउना 12 मा अहिले के कति कक्षा सञ्चालन भइरहेको छ र कति विद्यार्थी यहाँ अध्ययनरत रहेको छ र के कस्तो चुनौती आइपरेको छ यो विद्यालय सञ्चालन गर्नमा, त्यसको बारेमा हामीलाई जानकारी गराउनु। यस विद्यालयमा हालसम्म तपाईको 1 देखि इसिडेदेखि 12 सम्म कक्षा सञ्चालन भइरहेको छ र आगामी हामी यो विद्यालयमा जेटिए र अन्य प्राविधिक पनि शिक्षा सञ्चालन गर्ने कार्यक्रममा लागिरहेको छु र यो विद्यालय नमुनामा पनि जाँदैछ। यहाँको लगभग प्रशासनिकदेखि लिएर हरेक कुराहरू एकदम सम्पन्न देखिएको छ र यहाँ 1 देखि 12 सम्म लगभग विद्यार्थीहरू 700 रहेका छन्। अनि यहाँको भौतिक पूर्वाधारहरू पनि राम्रो रहेको छ। अब भौतिक पूर्वाधारमै हामी कुरा गरौँ सर। अब भौतिक पूर्वाधार भन्दाखेरि करिब 700 विद्यार्थी यस विद्यालयमा अध्ययनरत रहेको छ र त्यो हिसाबले यहाँ कक्षा कोठाको के कस्तो छ, अभाव छ कि छैन? यदि अभाव छ भने तपाईहरूले सम्बन्धित निकायमा कक्षा कोठा थप निर्माणको लागि पहल गर्नुभएको छ कि छैन, त्यसको बारेमा पनि अलि बताउनुहोस् न। लगभग तैले हाम्रो कक्षा कोठा 27-28 वटा छन्। 12 सम्मको लागि त्यति कठिनाइ भइराखेको छैन। तर कुनै बेलामा यहाँ तपाईको यो भौतिक पूर्वाधार अन्तर्गत बेन्चहरूको अलिकति हामीलाई कठिनाइ परेको छ। त्यो हामीले यो एक वर्ष तपाईको 6 महिना अगाडि पनि नगरपालिकालाई हामीले पहल गरिसकेका छौँ। उहाँहरूले पनि पोजिटिभ कुरा गर्नुभएको छ। अब भनिरहँदा तपाईको यो विद्यालय शिशु कक्षादेखि लिएर तपाईको इसिडीदेखि लिएर कक्षा 12 सम्म सञ्चालन छ र कोलभी नगरपालिकाकै एउटा ठुलो विद्यालय र परिचित विद्यालयको रूपमा पनि यो विद्यालयको नाम लिने गरेको छ र यहाँ तपाईको कुन वाडाबाट विद्यार्थीहरू पढ्ने आउने गरेको छ? यहाँबाट हाम्रो यही छेउछाउका लगभग तपाईको 5 नम्बर वाडा, 6 नम्बर वाडा र अन्य उतातिर 8 नम्बरको पनि विद्यार्थीहरू आउने गर्छन् र अन्य पालिकाहरूबाट पनि फाटफुट लगभग 50 जना, 40 जना, 30 जना जति अन्य पालिका कि अन्य पालिका र अन्य विद्यालयको छेउबाट पनि आउने। अन्य पालिका भन्नाले कुन पालिकाबाट? अब जस्तै भयो करैया माई भयो, तपाईको यतातिरको फाटफुट अब निजगढको पनि कुनै विद्यार्थीहरू आउँछ। रौतहटको पनि आउँछ कि के छ? अलिअलि रौतहटको पनि आउँछ। अब भनिरहँदा कक्षा +2 मा यहाँ कुन संकायमा अध्यापन हुने गरेको? +2 मा हाम्रो शिक्षा संकाय र कमर्स संकाय। अहिले विज्ञान संकाय छैन। अब तपाईहरुले एउटा नौलो कुरा पनि भन्नुभयो र त्यो अपरिहार्य चाहिन्छ नि विद्यालयमा। प्राविधिक आज प्राविधिक भएन भने भोलिको रेटमा काम गर्न र काम पाउन पनि गाह्रो हुन्छ र प्राविधिक तपाईहरुले अर्को वर्षदेखि थप्ने कुरा गर्नुभयो। तर
प्राविधिक कक्षा सञ्चालनमा रहेका 12 जिल्लामा पनि कतिपय विद्यालयमा प्राविधिक कक्षा सञ्चालन छ, तर विद्यार्थी त्यहाँ पुग्न सकेको छैन। तपाईहरुले अब कक्षा सञ्चालन गर्नुहुन्छ भने नयाँ, त्यसमा विद्यार्थीहरू आउने गरी के कस्ता पहल गर्नुहुन्छ, के कस्ता योजनाहरू ल्याउनुहुन्छ? नयाँको त हाम्रो गुरु योजना पनि लागू भइसकेको छ। यहाँ गुरु योजना हामी बनाउँदैछौँ र त्यो पेश गर्दैछौँ। हाम्रो मध्य प्रदेशबाट पनि नमुना भनेर हामीले पहल गरिसकेका छौँ। लगभग त्यसको काम पनि हाम्रो 90% 95% जति भइसकेको छ। अब त्यसमा पनि हामीले यहाँ यतातिर यो पालिकातिर जिटिएको छैन, जिटिएको हामीले सोचिरहेको छौँ। अब साइन्स पनि ल्याउने भनेर हामीले सोचिराखेका छौँ। त्यो हाम्रो योजनाहरूमा छन्। पक्कै नै पक्कै अहिले जुन अब तपाईको कक्षा 12 सम्म जुन यो विद्यालय सञ्चालनमा रहेको छ, यहाँ प्र्याक्टिकलको लागि कम्प्युटर ल्याब या अन्य ल्याबको के कसो व्यवस्था छ? ल्याब त साइन्स ल्याब छ, हाम्रो लाइब्रेरी पनि छ यहाँ, त्यो सब सञ्चालनमा छ। कम्प्युटर पनि छन् हाम्रो। कतिवटा कम्प्युटर छ त्यहाँ? लगभग 7-8 वटा जति कम्प्युटर पनि हामी त्यतिले थान्न सकेको छ त विद्यार्थीहरूले? पालो पालो गरी प्र्याक्टिकल गराउने भनेर हामीले गर्दैछौँ, त्यो सञ्चालनमा गरेको छु। अझै माग गर्नु भएको छैन पालिकासँग? अब पालिकासँग त अब हाम्रो हेड सरले त्यो मलाई थाहा भएन, म त सहायक परेको हुनाले अलि, तर उहाँले पनि पहल गर्नु भएको छ कि कम्प्युटर ल्याउने भनेर, अझै कम्प्युटरहरू थप गर्ने, त्यसपछि त्यो एभीआर को पनि व्यवस्था गर्ने भनेर एभीआरबाट हामीले कक्षा सञ्चालन आगामी आउँदो योजनाहरूमा राखेका छौँ। अब यो विद्यालयमा कतिवटा शिक्षकहरू कार्यरत रहेको छ र त्यति कार्यरत रहेको शिक्षकबाट कक्षा कोठा सञ्चालन गर्न सहज भइरहेको छ कि कठिनाई भइरहेको छ? अब यो विद्यालयमा त हामीले अहिलेसम्म 22-23 जना टिचरहरू छौँ न, त्यसबाट हाम्रो कक्षा सञ्चालन पनि राम्ररी भइराखेको छ, तर सञ्चालनमा अलिकति कठिनाई पर्ने भएको हुनाले अब हामीले नगरपालिकासँग पनि पहलमा छौँ, 1-2वटा शिक्षक थप्नुहोस् भनेर हामीले माग गरिसकेका छौँ। अब जसरी एउटा विषयगत शिक्षक हुन्छ नि, कुनै विषयगत शिक्षकको अभाव छ कि छैन? विषयगत शिक्षकको यहाँ अभाव छैन। अब यस्तो छ, +2 तिर हाम्रो सबै स्कुलमा अनुदान छन्, दरबन्दी छन्। +2 तिर हाम्रो विद्यालयमा अहिलेसम्म त्यो दरबन्दी भएको छैन। नगरपालिकाबाट 2वटा दरबन्दी दिनुभएको थियो, त्यो 2वटा नै काम छैन। भनिरहँदा शिक्षकको पनि सोचे अनुसार छ, तर अझै 1-2वटा थपियो भने विद्यालयमा अझै सुधार हुन्छ। र विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप अन्तर्गत तपाईहरुले के कस्ता प्रतियोगिताहरू आयोजना गर्दै आउनु भएको छ? अतिरिक्त क्रियाकलापमा हामीले ठाउँ ठाउँबाट हाजिर जवाब पनि आउने गर्छन्, ठाउँ ठाउँबाट, र हामी पनि समय समयमा जुन हाम्रो वार्षिक क्यालेन्डर हो त्यो अनुसार हामीले क्यालेन्डरबाट पनि त्यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। जसरी अब भोलिदेखि तपाईको विद्यालयमा राष्ट्रपति रनिङ स्किल प्रतियोगिता पनि सुरु हुन गइरहेको छ, र आज त्यसको पूर्व सन्ध्यामा विद्यार्थीहरू सम्भवतः अहिले खेलकुदको तयारी गरिरहेको छ। खासमा भनिरहँदा भोलिदेखि यो सञ्चालन हुने राष्ट्रपति रनिङ स्किल प्रतियोगिता विगतमा पनि तपाईको विद्यालयमा सञ्चालन भएको छ कि यसै वर्षदेखि सञ्चालन गर्न थाल्नु भएको? हाम्रो यो 4थो रनिङ छ, 4थोसम्म हामीले भाग लिएका छौँ र राम्रै नै गरेका छौँ हामीले। यसपटक राष्ट्रपति रनिङ स्किल प्रतियोगिताको आयोजक तपाईकै विद्यालय हो कि के छ? हाम्रो विद्यालय छैन, त्यो त्यहाँ तपाईको नगर खेलकुद भनेर समिति गठन भएको छ, उहाँहरूको जिम्मामा छ। हामीले सहकार्य विद्यार्थीहरूलाई सहकार्य मात्रै गराइदिनु। अब भनिरहँदा तपाईको एसई भर्खरै अब एसई पनि बित्यो र एसई को नतिजा समेत आइसक्यो। तपाईको विद्यालयबाट कति प्रतिशत नतिजा ल्याउन तपाईहरुले भूमिका खेल्नुभयो र सोचे अनुसार नतिजा ल्याउन सफल हुनुभयो कि छैन? अहिलेसम्मको समग्रमा हेर्दाखेरि हामीले 65-70% रिजल्ट हामीले कम्प्यारेटिभ गरेर ल्याएका छौँ। एसईमा कति पर्सेन्ट? 70% जति छ। 70%। भनिरहँदा अब घट्लान पनि बढ्लान पनि, तर त्यति छ हाम्रो। भनिरहँदा तपाईको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले राम्रै नतिजा ल्याएको छ, जसले विद्यालय सन्तुष्ट छ। अब विद्यालयमा अझै जसरी अब भौतिक प्रगतिको कुरा गरौँ, आर्थिक को विद्यालय पनि सञ्चालन गर्नको लागि आर्थिक अभावको पनि समस्या हुन्छ, तर अब विद्यालयहरू कोल्बी नगरपालिका अन्तर्गत सञ्चालनमा छ। शिक्षा शाखाले के कस्तो सहयोग गरिरहेको छ? तपाईहरुले मागे अनुसार सहयोग पाउनु भएको छ कि छैन नगरपालिकाबाट?
100 मा त 100 गर्नुहुन्न, तर पनि हाम्रो स्कुल प्रति पोजिटिभहरू छन्। उहाँहरू हाम्रो नगर प्रमुख रामप्रसादज्यू पनि पोजिटिभ नै हुनुहुन्छ। उहाँले पनि समय समयमा सहयोग गर्नुहुन्छ। वाडाबाट पनि सहयोग आउँछ हाम्रो। अनि हाम्रो शिक्षा शाखा मिश्री सर हुनुहुन्छ, उहाँले पनि पटक पटक यहाँ आएर सबै कुराहरूको अवलोकन गरिरहनुहुन्छ र के कति आवश्यक पर्छ स्कुललाई दिने बाचा पनि गर्नुभयो। जसले अब विद्यार्थीको अतिरिक्त क्रियाकलाप या बढाउनको लागि, अतिरिक्त ज्ञान बढाउनको लागि हाजिरी जवाब प्रतियोगिता जसरी हुन्छ, यो तपाईहरुले सञ्चालन गर्नुभएको छ कि छैन? अन्य हामीले के सञ्चालन गर्नु भइरहेछ त्यसको अतिरिक्तमा तपाईको अब यही भयो, राष्ट्रपति रनिङ सिङ प्रतियोगिता चलिरहेछ। यसको हामीले 2, 4, 5 देखि नै हामीले तयारीमै छु। त्यो शैक्षिक गतिविधि 1 घण्टा 2 घण्टा जति पढाएर हामीले त्यसैमा लागिराखेका छौँ। हाम्रो नगरपालिकाको सरहरूले पनि भन्नुभयो कि तयारी गराउनुहोस् भनेर, अनि उहाँ अनुसार हामीले तयारी पनि गर्दै गइराखेका छौँ। लगभग 4-5 देखि हाम्रो क्लासहरू डिस्टर्ब छ, 2 घण्टा 3 घण्टा, तर पनि हामीले पढाइराखेका छौँ। अब भनिरहँदा विद्यालयको अझै उन्नति र प्रगतिको लागि नगरपालिकाले के यहाँ पहल गरिदिए या सम्बन्धित निकायले के यस्तो सामग्री थपिदियो भने तपाईहरुले झन् सजिलो हुन्छ? अभिभावकहरूबाट पनि हाम्रो पोजिटिभहरू नै छन्। अभिभावकले पनि समय समयमा आउनुहुन्छ र उहाँले विद्यार्थीको गतिविधिहरू हेर्नुहुन्छ र वाडा पनि हाम्रो यहाँको 6 नम्बर वाडामा यो विद्यालय कोल्बी नगरपालिकाको 6 नम्बरमा अवस्थित छन्। उहाँहरूबाट हाम्रो दिनेश मुखियाजी हुनुहुन्छ वाडा अध्यक्ष, उहाँ पनि सधैँ आइरहनुहुन्छ र उहाँले पनि यो हामीले उहाँलाई पनि समितिमा पनि राखेका छौँ र उहाँहरूबाट पनि सहयोग भइराखेको छ। अब विद्यालय व्यवस्थापन समितिको पनि कुरा गरौँ। विद्यालय व्यवस्थापन समिति तपाईको विद्यालयमा गठन भएको छ कि छैन? यदि भएको छ भने त्यो सर्वपक्षीय विद्यालय व्यवस्थापन समिति गठन भएको छ कि विवादित हो? विवादित छैन सर, त्यो पुरै सर्वपक्षीय हो। त्यसमा अभिभावक बेला बोलाएर गर्नुभएछ? अभिभावक होइन, अब नगरपालिकाको नियम थियो, नगरपालिकाबाट चिठी आयो अनि त्यही अनुसार उहाँहरूले नै प्रतिनिधि छानेर पुरै फुलफिल गरेको हो। वडा अध्यक्ष हो कि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कि अन्य व्यक्ति? वाडा अध्यक्षको निगरानीमा र वाडा अध्यक्षको भनेको उसमा सिफारिसमा श्री कुबेर प्रसाद चौधरीज्यू अध्यक्ष हुनुभएको छ। जसरी अब यो विद्यालय विगत लामो समयदेखि सञ्चालनमा रहेको छ र यो विद्यालयले हालसम्म हाम्रो नेपाल देशको लागि के कस्ता विद्यार्थीलाई उत्पादन गरेको छ? जसरी अब एउटा ठुलो तहमा हुन्छ नि, त्यस्तो यो विद्यालयबाट विद्यार्थी पुगेछ कि छैन? यो विद्यालयमा लगभग म सर 58 सालदेखि 2058 सालदेखि हालसम्म कार्यरत छु। अब त्यहाँदेखि हेर्दाखेरि ठुलो ठुलो पोस्टहरूमा तपाईको यो एमबीबीएसमा पनि 3-4 जनाले नाम निकालेका छन्। हालसम्मको गतिविधि हेर्दाखेरि एमबीबीएसमा पनि तपाईको 3-4 जना भइसक्नु भएको छ डाक्टरहरू। तपाईको सुब्बा खरदारमा त कति छ, कति धेरै भइसकेको छ। अब विद्यालयले राम्रै विद्यार्थी उत्पादन समेत गरेको छ तपाईले भन्नुभयो। अब दिवा खाजातिर हामी लागौँ। दिवा खाजाको अवस्था के छ? धेरै विद्यालयमा गुनासो आउँछ कि समयमा दिवा खाजा मिल्दैन। दैनिक कार्यतालिका बनाउनु भएछ कि तपाईहरु के छ? एकदम दैनिक कार्यतालिका छ। के खुवाउनुहुन्छ दिवा खाजामा? हामीले अब मासुको पनि छ हप्तामा, अन्डाको पनि छ र तपाईको गेडागुडीहरू सबै पालो पालो गरी मेनु त राख्नु भएको छ सरले। तपाई हेर्नुहुन्छ भने देखाइदिनु पनि सक्छु। अब त्यसको दिवा खाजाको पनि हामीले समिति बनाइदिएका छौँ। अब उहाँहरूले आफ्नो मेनु अनुसार एकदम सधैँ खाजा खुवाउनु। अनि दिवा खाजाको भुक्तानी समयमा पाउनु भइरहेछ कि के छ? अनि तलब तपाईहरुले समयमा पाउनु भइरहेछ कि के छ? तलब पनि एकदम समयमा हामीले पाइराखेका छौँ। नगरपालिकाले समयमा उपलब्ध गराएछ। अन्य पालिका जस्तो चाहिँ एउटा केही छ कि 3 महिनाको छ यहाँको, तर उहाँहरूले 3 महिना नबित्दै 15 दिन 20 दिन अगाडि नै तलब दिनुहुन्छ। 1 महिना पनि अगाडि 3 महिनामा एक पटक हाल्नुहुन्छ भन्दाखेरि। हजुर, अन्य पालिका जस्तो छैन। अब 6 महिना 7 महिना बस्नुपर्छ भन्ने छैन। कहिले पनि भएको छैन यो नगरपालिकाको अहिलेसम्म। तलबले तपाईहरु समयमा पाउनले सन्तुष्ट हुनुहुन्छ?
तल्लो बगैँचा। अनि अब छात्रवृत्ति जुन हुन्छ छात्रवृत्ति तपाईहरुले के कस्तो विद्यार्थीहरुलाई वितरण गर्नुहुन्छ वास्तविक विद्यार्थीलाई तपाईहरुले विभेद गरेर वितरण गर्नुहुन्छ कि वास्तविकै विद्यार्थीहरुलाई वितरण गर्नुहुन्छ हैन विभेद छैन यहाँ छैन छैन अलिकति पनि विभेद समयमा छात्रवृत्ति वितरण हुन्छ कि के छ एकदम समयमा दिनुहुन्छ पैसा समयमा नै वितरण हुन्छ यहाँ जसले अब विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि शिक्षातर्फ अब तपाईको क्षेत्रमा हेर्नु भने यो चिरवन्त एरिया पनि पर्छ ग्रामीण भेग बढी छ अब अभिभावकहरुको कमी कमजोरीले पनि धेरै बालबालिका विद्यालयसम्म पुग्न सकेको हुँदैन त्यस्ता विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्नको लागि यो विद्यालयले के कस्तो पहल गर्दैछ लगभग तपाईको यहाँको जुन हाम्रो शिक्षक र शिक्षिकाहरू हुनुहुन्छ लगभग यतैको हो धेरै स्थानीय पनि हुनुहुन्छ उहाँहरूबाट गार्जियनलाई भनेर पहल गराएर उहाँहरूलाई बोलाउनुहुन्छ प्रत्येक गाउँमा गएर गाउँको पनि छन् अब जुन गाउँको छैन त्यो नजिकको गाउँको सर हुनुहुन्छ वा म्याडम हुनुहुन्छ भने उहाँ पनि गाउँमा पुगेर त्यो विद्यार्थीको व्यवस्थापन यहाँ गर्नुहुन्छ हवस् त उहाँ हुनुहुन्थ्यो कोलभी नगरपालिका वडा नम्बर 6 मा अवस्थित रहेको श्री जनता माध्यमिक विद्यालय ककडी प्रसौनाका सहायक प्रधानाध्यापक दिना प्रसाद महतोजी उहाँसँग हामीले यस विद्यालयको गतिविधि र विद्यालयमा अध्ययनरत रहेको विद्यार्थीहरूको बारेमा र कार्यरत रहेको शिक्षक शिक्षिकाहरूको बारेमा जानकारी लियौं उहाँले विद्यालयले समग्रमा हेर्नु हो भने प्रगति गरेको भनेर उहाँले हामीलाई बताउनुभयो एसईमा पनि राम्रै नतिजा ल्याएको विद्यालयले सोचे जस्तो नतिजा ल्याएको र शैक्षिक क्षेत्रलाई उकास्नको लागि नगरपालिकाले भरपर्दो सहयोग यो विद्यालयमा गरिरहेको समेत उहाँले बताउनुभयो र दिवा खाजा सञ्चालनमा समेत कुनै किसिमको लापरवाही नभएको र दैनिक कार्यतालिका अनुसार विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयले वितरण गरिरहेको खुवाइरहेको समेत उहाँले बताउनुभयो हुन्छ भौतिक को कुरा गर्ने हो भने कक्षा कोठाको अभाव त्यति नभए पनि नगरपालिकाले या सम्बन्धित निकायले अझै कक्षा कोठा थप गरिदियो भने प्र्याक्टिकल ल्याब बनाउन सकिन्छ भनेर उहाँले बताउनुभयो र विद्यालयको समग्र गतिविधिको बारेमा आज हामीले उहाँसँग कुराकानी गर्यौं र अन्त्यमा सर तपाईले अब यो कार्यक्रम हेरेर र सुनेर बस्ने दर्शकहरूलाई के सन्देश दिन चाहनुहुन्छ उहाँहरूले त म एकदम हृदय जुन सरहरूले हाम्रो अभिभावकज्यूहरूले सुन्नु भइरहेको छ हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र उहाँहरूको फेरि म यस विद्यालयप्रति सकारात्मक सोच होस् सकारात्मक कुराहरू आओस् सधैँ उहाँहरूले आएर आफ्नो अभिभावकहरू जस्तै बनेर हामीलाई सर सल्लाह सुझाव देओस् भने म कामना सहित हस् त धन्यवाद उहाँ हुनुहुन्थ्यो जनता माध्यमिक विद्यालय ककडी प्रसौनाका सहायक प्रधानाध्यापक दिना प्रसाद चौधरी अर्को हप्ता पुनः यही समयमा कार्यक्रम कोलभीको आवाज लिएर हामी पुनः उपस्थित हुने नै छौं तबसम्म म कार्यक्रम प्रस्तुता अखिलेश यादव पनि बिदा चाहन्छु सुन्दै गर्नुहोला संस्कार एफएम 95.6 मेगाहर्ज